हेलो नमस्ते गुड मर्निङ सबैजनालाई है। म चाहिँ भर्खर उठेर यस्तो छ नजराहरू राति 2:30 सम्म एडिट गर्दै ठिकै भयो है। फर्स्ट टाइम भएर होला जानिनँ पनि। अब ल्यापटपलाई चार्ज गर्ने त्यहाँदेखि माथि बहिनी भएकोमा सिक्नु जाने है। उसले मलाई सिकाउँछु दादा एकदम दामी भन्नुभएको छ। फाइनली म चाहिँ अब घरबाट निक्लेको है। आज बसन्ती नलाने बिचरा थाकिरहेको होला। धुइधाइ गर्नुपर्ने नुहाइधुवाइ गरिदिनु पर्ने बिचरा स्याम्पू लाएर लु यस्तो छ नजराहरू। के गर्नु अब दाजु भोलि जानुहुन्छ अरे। आज प्याकिङ सेकिङ गर्ने अरे। यत्रो दिन घुमाउनु भयो डुलाउनु भयो प्याकिङ गर्नु त सघाउनु पर्यो। हेर्नुहोस् न यस्तो छु गाइजहरू। एक दिन अवश्य राम्रै हुन्छ होला। गएको प्याकिङको लागि गएको हो। एउटा बहिनीले एडिटिङ गर्नु सिकाइदिन्छ अरे। बिचरा मेरो बुढी दुध पुऱ्याएर नानी पुऱ्याएर गलेर आयो। झ्याम्मै माया छ मेरो बुढीलाई। खै एक कफी दियो केही हुँदैन झ्याम्मै माया। ल अहिले चाहिँ म यहाँ सुनाउता जाँदैछु है। ठ्याक्कै मन्दिर आइपुगेँ। भगवान्लाई एकदमै ढोक गरेर हिजोदेखि मेरो सुरु भएको छ है। भगवान् एकदमै म राम्रो आशीर्वाद दिनुहोस् मलाई। म राम्रो सेवा गर्दै जाउँ। मेरो गुरु बसन्त भ्लग जस्तै म पनि एकदम उहाँ जस्तो सेवा गर्नु पाऊँ है। झ्याम्मै आशीर्वाद दिनुहोस् है। यो ट्रस गरेको यो एल्युमिनियम लगाएको चाहिँ छिरिङदाको घर है त। ल म छिरिङदाको घर आइपुग्न आँटेँ। ल हेर्दै जाउँ त के भाउजू के गर्दै हुनुहुन्छ है। यस्तो दामी छ रुम। यति साह्रो ब्युटी बनाउनु भएको छ। हेर्नुहोस् फ्लावर ग्लासहरू सोफा टक 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 हेर्नुहोस् न। बहिनीहरूको घर चाहिँ यहाँ अगाडि छ है। यो चाहिँ बहिनीहरूको घर हो। यो चाहिँ माथि छाई खोला हो। हेर्नुहोस् न मैलाहरू यति साह्रो छ यति साह्रो छ। यहाँ माथि घरमा बस्ने मान्छेहरूलाई कति गन्दा आउँछ होला मैला कुचेला यस्तो देख्दा। हेर्नुहोस् न यति त हाम्रो मान्छेले बुझिदिनु पर्ने हो नि हौ। कि यसो बाटोमा राखेर टक्क डढाएर बगाइदिँदा हुन्थ्यो है। हेर्नुहोस् त मैला हेर्नुहोस् लु है त। यो चाहिँ सबैले बुझेर नै यसो स्वच्छ भारत अभियान चाहिँ आफूलाई नै गर्नुपर्छ है। फाइनली म चाहिँ नाना घर आइपुगेँ। नाना घरमा धम्माधम काम हुँदो रहेछ। गेटमा तल ल्याइरहनु भएको रहेछ। मजाको बनाउनु भएछ। ठिकै हुन्छ नाना बहिनी ठिकै छ ए हुन्छ। घर चाहिँ मजाको बनाउनु भएछ एकदमै दामी एकदमै मन पर्यो मलाई चाहिँ। डिजाइनहरू मन पर्यो। टाइल्सको डिजाइनहरू पनि दामी लाग्यो। टाइल्स पनि मिठो। वाह बहिनी नमस्कार है। म चाहिँ बहिनीकोमा अब एडिट गर्नु सिक्नु आएको थिएँ। बिचरा बहिनी चाहिँ अब टाउको दुखेर बिचरा अब साह्रै परेछ है। अब आफै गर्ने जति सक्दो है जानेको भर है त गाइस। सबैलाई है लाइक कमेन्ट सेयर फलो गरिदिनु होला। म पनि एकदमै हेल्प गर्नुको लागि निक्लिएको होइन। एकदमै अब बसन्त जस्तो हुनु मलाई पनि मन छ है त। सबैजनाले भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस्। झ्याम्मै माया छ है।